खाना खाँदाखेरि खुर्सानी खानै पर्ने मान्छेहरूको लागि चाहिँ यो भिडियो चाहिँ एकदमै महत्त्वपूर्ण हुन सक्छ के हामीले बजारबाट कति महँगो तिरेर अथवा बाहिरको प्रिजर्भेटिभहरू राखेको खुर्सानीको अचार किनेर खान्छौं नि त्यसको सट्टा चाहिँ घरमा यो तरिकाबाट चाहिँ खुर्सानीको अचार बनाएर राख्न सक्नुहुन्छ। खाना खाने बेलामा बिहान बेलुका अलिकति एक पिस आधा पिस लिएर खानु भयो भने चाहिँ स्वास्थ्यको लागि पनि राम्रो, स्वादको लागि पनि राम्रो हुनेछ है। पहिला चाहिँ मैले हरियो खुर्सानी लिएँ। यो खुर्सानी चाहिँ धेरै पिरो छैन के, तपाईहरुले डल्ले खुर्सानीको पनि बनाउन सक्नुहुन्छ। अनि मैले यो अलिकति लामो खुर्सानी भएको भएर दुईटा भागमा बीचबाट काटेँ। यदि तपाईहरुको खुर्सानी छोटो छ भने चाहिँ बीचमा एउटा चिरा लाउँदा पनि हुन्छ। मैले चाहिँ मोटो भागमा चाहिँ बीचसम्म चिरा लगाएँ र तलको मसिनो भाग चाहिँ हाफ मात्रै गरेर छोडिदिएँ के। मैले भनेको बुझ्न सकिएन, प्रष्ट भएन भने चाहिँ भिडियो हेरेर पनि प्रष्ट हुनुहुन्छ है तपाईहरु। अनि मलाई चाहिँ कस्तो भन्दा उठेर काम गर्ने बानी लाग्यो अनि यो चेयरमा बसेर गर्दाखेरि कस्तो अप्ठ्यारो लाग्यो जस्तो भयो के। अनि त्यसपछि उठेर नै गरेँ। अनि तपाईहरुले यसरी कैंचीले पनि गर्न सक्नुहुन्छ के, चक्कुले अप्ठ्यारो लाग्छ भने जसरी भए पनि आफ्नो डिजायरेबल शेप साइजमा काट्न सक्नुहुन्छ के। अचार चाहिँ खास लामै गरेको राम्रो, नभए तपाईहरुले गोलो गोलो गरेर पनि काट्न सक्नुहुन्छ। केही हार्ड एन्ड फास्ट रुल छैन यस्तै शेपको हुनुपर्छ भनेर। अब यसलाई चाहिँ मैले एउटा प्लेटमा खनाइदिएँ अनि मजाले घाममा 2-3 घण्टा जति सुकाइदिएको थिएँ होला। मैले पानी परिरहेको थिएन कि त्यो दिन, अनि ठ्याक्क कस्तो मिलेको के अचार बनाउनलाई पनि। अनि 2-3 घण्टा जति सुकाइदिसकेपछि तल लिएर आएँ अनि जस्ट त्यसको पानी मात्रै मोइस्चर जस्तो मात्रै गयो भने चाहिँ हाम्रो खुर्सानी सुक्छ के। यो चाहिँ विदिन 1 विक नै खान मिलिहाल्छ के। अनि अब यसमा मैले 5 फुरन मसला राखेँ, अचारी मसला, त्यसपछि राखेँ बेसार राखिसकेपछि मैले यसमा राखेँ। अब यो काँचो बेसार राख्दाखेरि गनाउँदैन भन्नु होला, तर गनाउँदैन है। बेसार राखिसकेपछि जिरा धनियाको धुलो पनि राखेँ। त्यसपछि राखेँ मैले हिङ राखेन भने चाहिँ अचारले ग्यास्ट्रिकहरू गर्ने समस्याहरू हुन सक्छ के, त्यही भएर हिङ कम्पलसरी हो। अनि अलिकति कश्मीरी लाल मिर्च त्यो पाउडर के कलरको लागि, फुड कलर पनि राख्न सक्नुहुन्छ तर कश्मीरी मिर्चले पनि राम्रो कलर दिन्छ, सो मैले फुड कलर चाहिँ राखिन। त्यसपछि स्वाद अनुसार नुन। यस्तो अचारहरुमा चाहिँ नुन अलिकति धेरै राख्नुपर्छ के। अनि यसमा चाहिँ मैले भुटेको तोरीको तेल राखेँ। यो तोरीको तेल चाहिँ नतताइकन यतिकै राख्दाखेरि पनि मिठो स्वाद आउँछ के। अब तपाईहरुले भन्नु होला तोरीको तेल काँचो गनाउँछ, बेसार काँचो गनाउँछ भनेर, तर त्यस्तो हुँदैन के। एकचोटी यसरी बनाएर खाएर हेर्नुस् हैन, त्यस्तो गनाउने तोरीको तेल गनाउने बेसार गनाउने त्यस्तो हुँदैन। अनि खुर्सानी पनि यतिको सुक्यो भने चाहिँ विदिन 1 विक नै मजाले खान सक्नुहुन्छ के। अनि त्यसलाई अब राम्रोसँग हातले मोल्ने, मलाई चाहिँ चम्चाले मोलेको खासै चित्त बुझ्दैन कि, अनि हातले नै मोल्छु। हात राम्रोसँग धोएर हातले नै मोल्ने। त्यसपछि अचारहरूलाई चाहिँ सकेसम्म सिसाको बोतलमा राखेको राम्रो के। मेरो चाहिँ यो जामको के को जार थियो, यसलाई मैले धोएर पखालेर राखेको थिएँ। अभियसली रियुज गर्नु पनि वान अफ द ग्रेटेस्ट थिङ भन्छु म चाहिँ हैन। अनि त्यसलाई नै रियुज गरे। अनि मेन इम्पोर्टेन्ट कुरा भनेको चाहिँ अचार राख्दाखेरि यो जुन हाम्रो तेल बाहिर लतपत्तेको हुन्छ त्यो चाहिँ सबै पुस्नुपर्छ कि। त्यसले गर्दा चाहिँ कस्तो भन्नु न, कहिलेकाहीँ अचार बिग्रन जाने त्यस्तो हुन्छ कि। त्यही भएर यो बिर्को लाउने ठाउँतिरको मुखहरू चाहिँ राम्रोसँग पुस्नुपर्छ। अनि पुसिसकेपछि चाहिँ यो चाहिँ खानलाई रेडी हुन्छ। यति मिठो हुन्छ है, खानासँग अलिकति थोरै खानलाई, पिरो नखाने मान्छेहरूको लागि पनि एकदमै राम्रो हुन्छ के। मैले चाहिँ यो टेबलमा नै राखेँ। अब विदिन 4-5 दिनमा खाना पनि रेडी हुन्छ।